सम्पूर्ण साथीहरुमा न्यानो अभिवादन। अहिलेको हाम्रो समाज कहाँ गइसकेछ र कुन दिशातर्फ गइरहेछ भन्ने हामीहरूलाई भन्नु पर्दैन। हाम्रो समाज र हाम्रो मानवता कुन दुलोमा छिरेको छ हामीहरूलाई थाहा छैन। तर अहिले जुन भिडियो हेरिरहेको छु हामीहरू, जुन सामाजिक सञ्जालमा हामीहरूले जुन भिडियो पाएको छु, त्यो भिडियोले एउटा कुरा एकदमै स्पष्ट पारेको छ कि मानवता भनेको मात्र अहिले सोशल मिडियामा रहेको छ। मानवता भनेको मात्र अहिले टिकटकमा रहेको छ, इन्स्टामा रहेको छ, फेसबुकमा रहेको छ, युट्युबमा रहेको छ र भ्यू पाउँदै आफ्नो पैसा बनाउँदै रहेको छ। तर यथार्थ र वास्तविकता बेग्लै रहेको छ। तपाईहरु नै यो भिडियो हेर्नुहोला जुन तपाईहरुको स्क्रिन माथि चलिरहेछ। म अगाडि लगाइदिएको छु। यो भिडियोमा स्पष्ट रूपमा देखाइरहेको छ कि एउटा महिलाको मृत्यु भइसकेछ, जुन हाम्रो नेपालको कालो दिन भनेर चिन्छौँ हामीहरूले। अब त्यो दिन जुन दिनले पुरै बस्तीलाई नै समाप्त पारिदियो। तपाईको ब्याकग्राउन्ड पनि हेर्नुहुन्छ, यो ब्याकग्राउन्डमा पनि चलिरहेको छ दृश्य, आफ्टर र बिफोर गरेर कस्तो दृश्य भइसकेछ। र त्यसमा एउटा महिलाको निधन भएर बाढी पहिरोमा बगाएर ल्याएको महिलालाई छानेर त्यो महिलालाई निकाल्नुको सट्टा, त्यो व्यक्तिलाई निकाल्नुको सट्टा त्यसको कानमा लगाइएको सुन चाँदी निकालिरहेको छ मान्छेहरूले। हामी नेपालीहरू कुन दिशातर्फ गइरहेछ कि हाम्रो बाटो के थियो, हामीहरूको मानसिकता के हुनु पर्थ्यो र अहिले हामीहरूलाई के गर्नुपर्ने थियो, त्योको सट्टा हामीहरूले के गरिरहेका छौँ भन्ने बुझ्न सक्छौँ। र यो कुरा मात्र यहाँसम्म सीमित रहेन, मात्र हाम्रो नेपालसम्म सीमित रहेको छैन, यो इन्टरनेसनल मिडियामा पनि यसको चर्चा भइरहेको छ। इन्टरनेसनल मिडियाहरूले पनि यसलाई देखाइरहेको छ, उहाँहरूले पनि भनिरहेको छ। उहाँहरूले पहिला दुःख नै व्यक्त गरेको थिए, अहिले उनीहरूले पनि भनिरहेको छ नेपाल जस्तो सुखी र शान्त देशमा राक्षसहरू कसरी बसिरहेको छ र कसरी बसोबास गरिरहेको छ। उनीहरूको अनुसार यो देश एउटा सुखी र समृद्ध र शान्त देश हो। यहाँ कुनै पनि प्रकारको भेदभाव हुँदैन। यहाँ सबैलाई एकसाथ लिएर हिँड्ने आशा र एकैसाथ लिएर हिँड्ने बानी रहेको छ। तर उनीहरूको र केही व्यक्तिहरूको बानी हेरेर आज इन्टरनेसनल मिडियाहरूले पनि हाम्रो देशको जनतालाई दुत्कार गरिरहेको छ, हाम्रो देशको जनतालाई नकारात्मक शब्दले बोलाइरहेको छ। उनीहरूले गर्दा आज हाम्रो समाज र हाम्रो देशमा आएको यो प्राकृतिक प्रकोप भनौँ वा प्राकृतिक विपद भनौँ वा प्राकृतिकदेखि दिएको समस्या भनौँ, जोखिम भनौँ, यो सङ्कटमा हाम्रो देशलाई सम्पूर्ण देश, विभिन्न खालका देशले साथ दिइरहेको छ। त्यो देशहरूमध्ये भारतले सबभन्दा पहिला अगाडि आएको छ। उहाँले आफ्नो सैन्य सहित उहाँले आफ्नो सामग्री यो देशमा पठाएको छ। त्यस्तै चीनले, अमेरिकाले र वर्ल्ड ब्याङ्कले पनि हाम्रो देशलाई साथ दिनका लागि तयार भएको छ र विभिन्न देशहरूले हाम्रो देशका व्यक्तिहरूका लागि प्रार्थना गर्दैछ। हामी नेपालीहरूका लागि प्रार्थना गरिरहेको छ र नेपाल सरकारले जारी गरेको QR कोडमा हामी नेपालीहरूले पनि सहयोग गरिरहेको छौँ। र अरू कुनै व्यक्तिले यदि तपाईसँग भनिरहेको छ कि यसमा तपाईँ पैसा पठाउनु, तपाईँको पैसाले, तपाईँको सहयोगले हामी त्यो पीडित परिवारसम्म राहत पुर्याउने छु भनेर कतापि नगर्नुहोला, किनकि हाम्रो सरकारले नै जारी गरिसकेको छ र सरकार नै त्यसमा बिजी छ र सरकार नै, हाम्रो सरकारले जनतासँग मद्दत मागेको छ र हामी जनता सरकारले मद्दत गर्नुहोला। कुनै अपरिचित वा कुनै निजी व्यक्तिलाई कुनै पनि किसिमको आफ्नो सम्पत्ति, आफ्नो पैसा नदिनु होला, डोनेट नगर्नुहोला भन्ने म सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु। साथै हाम्रो नेपाललाई बचाउनका लागि हामी सम्पूर्णलाई एक हुनुपर्छ। मात्र यो विपदको बेलामा नेपाल आर्मीको माथि छोडिदिनु भनेको हामीहरूको दुर्भाग्य नै हो। यो कुनै पनि कालखण्डमा यस्तो समस्या मैले देखेको थिएन, तर आज यस्तो समस्या आएको, पुरा एउटा बस्ती नै समाप्त भयो, पुरा एउटा बस्ती नै नष्टभ्रष्ट भयो, पुरा एउटा समाज नै नष्टभ्रष्ट भयो। एउटा सुन्दर र स्वर्ग जस्तो देखिने बगैँचा आज खरानी बनेको छ, आज पुरै ठण्डर भइसकेछ, एकदमै नष्टभ्रष्ट भइसकेछ। हस्, यही भन्दै अनुरोध गर्न चाहन्छु, कुनै निजी व्यक्तिलाई सहयोग नगर्नुहोला, कुनै निजी व्यक्तिको एकाउन्टमा पैसा नडाल्नुहोला। सरकारद्वारा परिचालित गरिएको QR कोडमै पैसा अपलोड गर्नुहोला र सरकारलाई नै डोनेट गर्नुहोला, अरू कसैलाई नदिनुहोला। र यही भन्दै यदि तपाईँको छेउछाउमा वरिपरि यदि कुनै प्रकारको यदि शव भेटिरहेको छ भने तुरन्त नेपाल प्रहरी, नेपाल आर्मी र नेपाल पुलिसलाई जानकारी गराउनुहोला, किनकि उनीहरू तपाईँको सुरक्षाका लागि दिनरात एक गरी खटिरहेको छ र उनीहरूलाई जानकारी गराउन हामीहरूको दायित्व रहेको छ। हस्, धन्यवाद।